गुड मर्निङ साथीहरू। मैले चाहिँ फेरि पनि धेरै पछि भिडियो ल्याएको छु। अनि चाहिँ हाम्रो गाउँ भयो होइन। अनि माथि माथि चाहिँ बादल लागेर घाम पनि लागिरहेको छ। अनि हाम्रोमा चाहिँ घाम पनि लागेको छैन, चिसो चिसो छ नि त, जाडो महिना त हो होइन। अनि हाम्रो चाहिँ यहाँ स्ट्रबेरीको फुल फुलिरहेको छ। अनि आज चाहिँ हामी काममा जान लाग्यो। अनि दिदी र म चाहिँ हिँडिसकेको छ। अनि मम्मी चाहिँ अहिले छ अरे। अनि त्यहाँ साथीहरूलाई एकछिन वेट गरेको। अनि सबै साथीहरू आउनुभयो। अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ। अनि खाजा पनि हामी आफै बोकेर लग्नुपर्ने हुन्छ नि त। अनि हामी चाहिँ माथि पुगिसकेको छौँ। अनि अरू साथीहरू चाहिँ माथि आएर बस्नु भएको रहेछ। अनि कहाँबाट काम स्टार्ट गर्ने भनेर सल्लाह त गर्नु पऱ्यो सबैजनासँग होइन। अनि हामी चाहिँ जाँदैछौँ सबैजना भएमा होइन। अनि एकछिनपछि काम पनि स्टार्ट गर्नुपर्ने हुन्छ नि त। अनि हामीले चाहिँ काम स्टार्ट गर्न थाल्यौँ। माथिदेखि यहाँसम्म चाहिँ हिजो खनेको। अनि यहाँबाट तलसम्म आज खन्नुपर्ने हुन्छ। अनि ग्रुप छन् होइन। हाम्रो ग्रुप छुट्टै, तल ग्रुप छुट्टै, अर्को ग्रुप नि छ। अनि हाम्रो चाहिँ बाधा भइसकेको छ। अनि अब फिनिसिङ हुन लागिरहेको छ होइन। अनि हाम्रो चाहिँ छकानी खाने टाइम भएको छ। अनि हामी चाहिँ घाममा निस्केर छकानी खान लाग्यो। अनि छकानी खाएपछि फेरि पनि अघि जहाँ छोडेको थियौँ त्यहीँबाट हामीले कामलाई स्टार्ट गर्न थाल्यो। अनि एकदमै चिसो छ नि त, घाममा जानुपर्ने हुन्छ। अनि अब त 2 पनि बज्न लागिसकेको छ। अनि हाम्रो चाहिँ काम सकिन लाग्यो त्यहाँ त। अनि त्यही भएर हामी चाहिँ अब खाजा खान लाग्यो। अनि खाजामा चाहिँ धेरै थरीको छ। अनि म नाम चाहिँ लिँदिनँ, हजुरहरू आफै हेरेर चिन्नु होला होइन। अनि ठाउँ नभएर चाहिँ म यहाँ बस्न लाग्यो होइन। अनि यहाँ चाहिँ मलाई चाहिँ फेरि छुट्टै हालिदिन लाग्नु भएको छ। अनि धेरै जस्तो जाँड छैन यहाँ। अनि यहाँ चाहिँ मेरो लागि भनेर हालिदिनु भएको छ। अनि हामीले चाहिँ खाजासाजा खाइसकेर पनि फेरि कामलाई स्टार्ट गरेँ। अनि अहिले चाहिँ हामी काममा निस्किसकेको छौँ। अनि अब चाहिँ हाम्रो लगभग आधा भइसकेको छ होइन। अनि यो सकाएर फेरि उता जानुपर्ने हुन्छ। अनि यहाँ चाहिँ विद्यार्थीहरू पनि आइरहेको छ नि त, बाटो के बनाएको भनेर सोधेर हिँडिरहेको छ होइन। अनि यो काम चाहिँ के को भन्दाखेरि सिँचाइको पानी ल्याउनको लागि कुलो खनेको हो। अनि हाम्रो चाहिँ यहाँ लगभग सकिन लाग्यो। अनि यो सकेपछि त अब घर जाने टाइम पनि हुन लागेको छ नि त। अनि घाम पनि तल पुगिसकेको छ। अनि अब चाहिँ सबैजना आफ्नो सामान लिएर घर जान लाग्नु भयो। अनि हाम्रो चाहिँ यहाँ फिनिसिङ भइसकेको छ। अनि अब चाहिँ फेरि भोलिको लागि घाम राख्नु पऱ्यो नि त होइन। अनि अब चाहिँ हामी घाम तल डुब्न लागिसकेको छ। अनि अब चाहिँ हामी हिँडेको घर। अनि उहाँ चाहिँ काका अनि यता साथीहरू छन् होइन। अनि हामी चाहिँ घर पुग्यौँ। अनि यहाँ चाहिँ भाइहरू मोबाइल हेरिरहेको छ। ओके बाई बाई साथीहरू। अब फेरि नेक्स्ट भिडियो ल्याउने नै छु होइन। अहिलेलाई चाहिँ यति नै। ओके बाई बाई।